हेलो साथीहरू, आज चाहिँ म शनिबारको दिन फुर्सदको समयमा चिकन अचार बनाउन गइरहेको छु। मैले चिकन अचारको लागि चाहिँ 1 केजी बोनलेस चिकन लिएको छु। यसलाई सानो पिस बनाएर काटेको छु। लसुनलाई पनि मैले चाहिँ यस्तो पिस बनाएर काटेको छु र अदुवालाई पनि मैले यसै गरी काटेको छु। अब यो लसुन, अदुवा, चिकनलाई चाहिँ म फ्राई गर्छु। अनि यहाँ भएको सबै मसला मैले फ्राई गरिसकेको छु। यो चाहिँ मेथी, टिमुर, जनु, मुङ्ग्रेलो, सुप, तोरी, सुकेको खुर्सानी, जिरा, धनिया, यो सबै मसलालाई चाहिँ मैले अब फ्राई गरिसकेको छु। अब चाहिँ मिक्सरमा पिसेर अनि यसलाई पनि फ्राई गरिसके पछाडि म मोलेको पनि भिडियो देखाउँछु है त। तर लसुनलाई चाहिँ मैले यतिको फ्राई गरेर निकालेको छु है। यो चिकन चाहिँ फ्राई भइसकेको छ। यो चिकनलाई धेरै डिप फ्राई गर्नुहुन्न, धेरै रातो बनाउनुहुन्न, त्यो भयो भने एकदम साह्रो हुन्छ। मैले चिकन फ्राई गरेर रेडी गरिसकेँ साथीहरू। अब चाहिँ यसलाई म यो अचारलाई मिक्स गर्छु। यो अदुवा लसुन है, यो अदुवा लसुन हो। त्यसपछि यो मसलाहरू फ्राई गरेको मसलाहरू यो है, मसलाहरू चाहिँ अलि राख्नुपर्छ। यो चाहिँ कागतीको रस। मेरो चाहिँ अचार रेडी भइसकेको छ। मैले चाहिँ यो अचारलाई चाहिँ जहिले पनि सिसाको भाँडामा प्याक गऱ्यो भने एकदम राम्रो हुन्छ। त्यसले गर्दा म यो सिसाको भाँडामा प्याक गर्दैछु। अब यो प्याक गरेको छु मैले। अब यो अचार चाहिँ 2-4 दिनमा एकदम मिठो हुन्छ। सबैले मेरो भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद।